हामी चरिकोटसम्मको यात्रामा यो 190 किलोवाटको जुन मोटर छ यसले हामीलाई यति मजाको सर्भिस दियो कि हैन। अब त्यो हामी चलाउँदाखेरि एउटा छुट्टै खालको फिल हामीले पाएका थियौँ। यो ड्राइभिङका लागि 190 किलोवाटको रियर व्हील ड्राइभ मोटर एकदमै पर्फेक्ट छ। एमएडब्ल्यू वृद्धिले दुई भेरिएन्टमा यसलाई नेपाली बजारमा उपलब्ध गराएको छ। दुईटा भेरिएन्टमा धेरै कुराहरू फरक छैन। पहिलो कुरा ब्याट्रीमा फरक छ। यसमा यो अहिले मैले टेस्ट ड्राइभ गरेको भेहिकलमा 90 किलोवाट आवरको गोल्डन सिल ब्याट्री छ। त्यो CATL ले बनाएको ब्याट्री हो। यसको रेन्ज चाहिँ ड्राइभिङ रेन्ज चाहिँ WLTP को 475 हो भने NEDC को 555 किलोमिटर रेन्ज हो। अब यसको टप भेरिएन्टमा चाहिँ 116 किलोवाट आवरको गोल्डन सिल ब्याट्री नै प्रयोग भएको छ। त्यसको रेन्ज चाहिँ यसको भन्दा 100 किलोमिटर बढी पाउने कम्पनीको दाबी छ। त्यसलाई हामीले चलाएर हेरेका छैनौँ।